जानु होला अब म जान्छु ल रात परिसक्यो हामी चाहिँ इलाममा आइपुग्छौँ हेर्नुहोस् इलामको नजारा हेलो गाइज वेलकम ब्याक टु माई सञ्जय साम्बा भ्लग तपाईँलाई सञ्जय साम्बाको भ्लगमा स्वागत छ आज चाहिँ म के लिएर आएको छु भन्दाखेरि हाम्रो म्यादीको नाम निस्किसकेको छ होइन अनि प्रहरी निर्वाचन अनि त्यसको लागि चाहिँ म जाँदैछु अब हाम्रो नाम निस्किसक्यो अब हामीलाई ट्रेनिङ दिएर के गराउँछ उनीहरूको ठाउँमा चाहिँ हामीले निर्वाचन गराउने हो हेर्नुहोस् गाइस त्यसैले गर्दाखेरि म जाँदैछु होइन यहाँ खुसी छ खुसीले चाहिँ मलाई पुऱ्याउँदैछ अब मैले चाहिँ 1 महिनाको लागि चाहिँ यो घरलाई चाहिँ टाटा बाई बाई गर्नुपर्ने हुन्छ होइन ल हेर्दै जानु होला अब म जान्छु गाह्रो छ हौ मलाई गाह्रो छ कस्तो अब बाटो यस्तै छ होइन पाहाडको बाटो लडे क्या बनाउँदा झनै लडे झनै लडे अरे झनै मरे मात्रै ल अब कुरो यस्तै हो त्यस्तै हो होइन हामी 4जना गएको थियौँ भाइहरू उहाँ प्रसाद माथि आउँदैछ मै शनिबारमै भेटेर जाने भन्ने कुरो चाहिँ हो अब केदेखि जान्छौँ जे भेट्यो त्यहीबाट जाने हो यहाँबाट दङ जान्छौँ दङदेखि बिटाउन जान्छौँ बिटाउनदेखि माथि जानुपर्छ होला म चाहिँ ममै गएर ममैदेखि त्यहाँदेखि गाडीबाट चढेर जानुपर्छ भोलि भनेको भोलि शनिबार रहेछ शनिबार भएको कारणले गर्दाखेरि चाहिँ भोलि गाडी नजाने अरे मान्छे पाउँदैन र नजाने भनेको होला होइन अनि त्यही भएर भोलि 10 बजी उहाँ पुग्नुपर्ने फेरि रिक्स पनि ज्यादा लाग्यो क्या अनि म चाहिँ अब यतैबाट जान्छु भनेर मैले डिसाइड गरिसकेँ होइन प्लानिङ गरिसकेँ बाटो हेरेर हिँड्नुपर्ने भयो अब चाहिँ एकदम धेरै गाह्रो छ के हुन्छ हौ आज त यार घरदेखि जाने बेलामा त उता ड्याममै लाग्छ यता ड्याममै लाग्छ मेरो त दिनै नराम्रो छ जस्तो छ त आज राशिफल कस्तो थियो ला मैले घडी बिर्सेँ फेरि घडी बिर्सेँ क्या खुसी घडी ल्याउनु पर्छ ल अब मेरो घडी ल्याइन अब यहाँ सोच्नु पर्ने छ ल्याउनु जान्छु के गर्छ ल गाइस मेरो चाहिँ घडी म ल्याउनु जानै पऱ्यो क्या मलाई घडी बेला कस्तो लाग्छ यहाँनिर काम गर्दाखेरि अब के बिग्रिन्छ भन्ने डर भएर मात्रै मैले नलगाएको क्या अब पुरै महँगो हो त्यस्तो महँगो होइन त्यही भएर घडीको माया लाग्छ काम गर्दाखेरि तप गर्दा जाँदाखेरि लाउने ल म घडी ल्याएर अनि फर्किन्छु होला अनि उहाँ पर गएर साथीहरूलाई फोन गरेर दाइहरूलाई फोन गरेर भाइहरूलाई फोन गरेर म दमुकतिर निस्किन्छु है त ल हेर्दै गर्नु होला ल गाइजहरू हामी चाहिँ च्याट्टै पारेर दमुक आइपुगेछौँ अब बिटाउन जाँदै बिटाउनदेखि इलाम जान्छौँ है त ल साथीहरू पर्खिँदैछौँ यहाँ भाइ पनि भेटाएँ अब अरूहरू आउनु बाँकी छ है ल हामीले चाहिँ गाडी भेटायौँ होइन अब यो मङ्गलबारे हुँदै चिया बगान फिक्कल होइन यो फिक्कलको उकालो हुँदै 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 हामी चाहिँ सरर हेर्दै होइन दृश्यहरू अवलोकन गर्दै गर्दै इलामतिर जाँदैछौँ है त हामी अनि यो अलिकति चाहिँ यहाँ माथि डाँडामा चाहिँ फोटो खिच्ने चाहिँ एकदम राम्रो छ है त ल यो फोटोसोटो खिच्ने कि ऐना सैना के होला ल हाम्रो इलामको यात्रा देखाउँदै साथीहरूसँग होइन च्याट्टै पारेर हामी सर अलिकति चाहिँ फिक्कलको राम्रो ठाउँ छ होइन यो चाहिँ एकदम धेरै भाइरलै भएको ठाउँ हो होइन घोडासोडा खिच्ने यताउता चढ्नको लागि होइन के चाहिँ राम्रो छ यो फिक्कल हुँदै 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 हामी चाहिँ अब इलामतिर जानुपर्ने हुन्छ है त गाइजहरू यो ठाउँको आउनु भएको छैन आउनु भएको छ कमेन्ट गर्नु होला यो चाहिँ इलामको एकदमै धेरै होइन फिक्कलको भनौँ न एकदमै धेरै राम्रो ठाउँ चाहिँ यहीँनिर है त
अनि यो अलिक मासतिर चाहिँ फोटोसोटो खिच्ने के राम्रो छ है त ल हेर्नु चाहिँ इन्जोय गर्नु होला 2 hours later ल रात परिसक्यो हामी चाहिँ इलाममा आएपछि हेर्नुहोस् इलामको नजारा यस्तो छ है इलाम बजार चाहिँ अहिले ट्याक्कै आइपुगेको अवस्था ल हामी चाहिँ अब उहाँ पर गएर हामी रुम छौँ हाम्रो रुम चाहिँ गएर हेर्छौँ है त ल म अहिले देखाउँछु हाम्रो चाहिँ ट्याक्क कुट्ने सुत्ने रुम चाहिँ यहीँ हो अस्तिकै ठाउँमा चेटै पारेर आइसकिसक्यौँ अब हामी खानासाना खान्छौँ अनि रेस्ट गर्नुपर्ने हुन्छ है त गाइजहरू ल हेर्दै गर्नु लागि यो भिडियो अब यहाँ टुङ्ग्याउँछु कि यसलाई जोडेर भोलि बनाउँछु है त ल अहिले अब धेरै भोक लागिरहेको छ खानासाना खाइसकेर हाम्रो ड्युटी पुरा हुन्छ है त ल ल हाम्रो चाहिँ खाना रेडी हुन्छ अब मेरो भाइ बिरामी अरे गाडीले माथेर पुरै माथि गाडीले माथि बस्नुलाई अगाडि बस्नु दिएको किन बस्नु दिएको त साह्रै ढाड दुख्यो नि सिटै पाइँदैन गाह्रो छ गाह्रो हाम्रो रात त एकदम डेन्जरस खालको भयो आज ल हाम्रो इनामको तातो तातो खानेकुरा आइसक्यो है अब यसलाई च्याट्टै परेर खानुपर्ने हुन्छ एकछिन ल लिँदैछ टोलीहरूले ल गाइजहरूले हामीले चाहिँ खानासाना पनि खाइसक्यो मगाइसक्यौँ होइन अब सुत्नुपर्ने हुन्छ ओके बाई बाई नेक्स्ट भिडियोमा फेरि भेटौँला भन्दै बिदा हुन चाहन्छु लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नभुलिदिनु होला है त ल